नमस्कार। आज हामी बेन्जामिन ग्राहमको एकदमै चर्चित किताब द इन्टेलिजेन्ट इन्भेस्टरको त्यो परिचय खण्डमा अलिक गहिरिएर कुरा गर्दैछौँ। नमस्ते। त्यो परिचय खण्ड आफैमा एकदम महत्त्वपूर्ण छ। हामी चाहिँ यो परिचयको एउटा सरल व्याख्यालाई आधार मानेर ग्राहमका खास सिद्धान्तहरू अनि त्यो लगानी गर्ने सोचाइ कस्तो हुनुपर्छ भन्नेमा केन्द्रित हुनेछौँ। एकदम। यो किताबले खासमा शेयर कसरी छान्ने भन्ने प्राविधिक कुरा भन्दा पनि त्यो लगानीको रणनीति, अनुशासन हैन त्यसमा बढी जोड दिन्छ। हो त। अनि उहाँले त सुरुमै लगानीकर्ता र त्यो छोटो समयमा नाफा खोज्ने सट्टेबाज स्पेक्युलेटर बीच किन यति प्रष्टसँग फरक छुट्याउनु भयो होला? त्यो उहाँको एकदम मुख्य मुद्दा हो। उहाँ सुरुमै भन्नुहुन्छ यो किताब सोचविचार गरेर लामो समयको लागि लगानी गर्नेलाई हो। रातारात धनी बन्ने सपना देख्नेलाई होइन। होइन, बिल्कुल होइन। उहाँले प्रष्टै भन्नुभएको छ, छिटो धनी बन्ने त्यस्तो कुनै सजिलो बाटो छैन। लगानीकर्ताले त सुरक्षा खोज्छ, उचित नाफा खोज्छ। त्यो पनि कम्पनीको भित्री मूल्य, इन्ट्रिन्सिक भ्याल्यु हेरेर है। हो, विश्लेषण गरेर। सट्टेबाज त बजार हल्ला भयो कि नाफा कमाइहाल्छु भनेर दौडिहाल्छ नि। उहाँले त यसलाई पुष्टि गर्न त्यो 1929 को एउटा उदाहरण पनि दिनुभएको छ नि, जन जे ऱ्यास्कोबको। त्यो निकै चर्चित उदाहरण हो। जसले महिनाको $15 लगानी गर्यो भने 20 वर्षमा $80,000 बन्छ जस्तो अलि पत्याउनै नसकिने कुरा गरेका थिए। हो, त्यो त आजकालको गेट रिच पब्लिक स्किम जस्तै भयो नि। साँच्चै वास्तवमा त्यो एउटा डरलाग्दो पाठ हो। रास्कोबको त्यो दावी त्यो बेलाको अत्यधिक आशावाद, भ्रम त्यसको नमुना थियो। अनि ग्राहमले हिसाब गरेर के देखाउनु भयो त? उहाँले देखाउनु भयो कि वास्तवमा त्यो $80,000 त कहाँ पुग्नु, 20 वर्षमा मुस्किलले लगभग $8,500 मात्र बन्थ्यो। ओहो, अति ठूलो फरक। एकदम। यसले के सिकाउँछ भने बजारमा गरिने यस्ता अवास्तविक आशाहरू कति खतरनाक हुन सक्छन्। तर त्यो $8,500 पनि खास गरी त्यो 1929 को महामन्दीपछि हेर्ने हो भने आफैमा नराम्रो प्रतिफल त होइन कि? होइन, नराम्रो त होइन, र त्यही कुरा नै रोचक छ के। कसरी? ऱ्यास्कोबको त्यो ठूलो सपना त फेल खायो, तर त्यसले अप्रत्यक्ष रूपमा डलर कस्ट एभरेजिङको शक्तिलाई चाहिँ देखायो। मतलब नियमित लगानी गर्दै जाने? हो, बजार जतिसुकै तलमाथि होस्, हरेक महिना थोरै थोरै निश्चित रकम लगानी गर्दै गयो भने लामो समयमा राम्रै नतिजा आउन सक्छ भन्ने देखियो। भविष्यवाणी गलत भयो, तर नियमित लगानीको सिद्धान्त चाहिँ काम लाग्यो। अनि उहाँले बजारको इतिहास बुझ्नुपर्छ, विगतबाट सिक्नुपर्छ भन्नुहुन्छ नि, त्यो किन होला? त्यो एकदमै महत्त्वपूर्ण छ। उहाँले त त्यो सान्तायानाको भनाइ पनि उद्धृत गर्नुभएको छ नि, इतिहास नदोहोऱ्याउन विगतबाट सिक्नुपर्छ भनेर। ओहो, बजारमा पनि त्यही हो। पहिले के भएको थियो, किन भएको थियो, त्यो नबुझे फेरि उस्तै गल्ती दोहोरिन सक्छ। सायद यही भएर होला उहाँले त्यो प्राविधिक विश्लेषण चार्ट हेरेर व्यापार गर्ने कुरालाई त्यति मन नपराउनु भएको। एकदम। उहाँ त त्यो कुरामा निकै शङ्का गर्नुहुन्थ्यो। तर आजकल त धेरै मान्छे त्यसमै लागेका देखिन्छन् नि। छन्, तर 50 वर्ष बजार हेरेका ग्राहमले प्रष्टै भन्नुभयो, चार्ट वा बजारको ट्रेन्ड मात्र हेरेर लगातार पैसा कमाउने मान्छे मैले भेटिन। उहाँको लागि त्यो जुवा खेल्नु जस्तै थियो, किनभने त्यसले कम्पनीको वास्तविक मूल्य, व्यापार कस्तो छ हैन त्यो सब व्यवस्था गर्छ। खाली हल्लाको पछि लाग्नु जस्तो भयो। अनि उहाँले किताब लेख्दा त्यो 1971-72 तिर आर्थिक अवस्था पनि त अलि फरक थियो नि, ब्याज दर बढी, शेयर बजार तल, मुद्रास्फीति। हो, निकै परिवर्तन आएको थियो। यस्तो परिवर्तनले लगानी रणनीतिलाई कसरी असर गर्छ भन्ने बारे उहाँले के भन्नुभएको छ? ग्राहमको मूल सन्देश के हो भने लगानीका जुन आधारभूत सिद्धान्त छन् नि, जस्तो कि मूल्य खोज्ने, सुरक्षाको मार्जिन राख्ने, ती सधैँ महत्त्वपूर्ण हुन्छन्। तर बदलिँदो आर्थिक अवस्था अनुसार तिनलाई कसरी प्रयोग गर्ने भन्ने चाहिँ समायोजन गर्नुपर्छ। जस्तो कि जब बन्डबाट आउने ब्याज शेयरबाट आउने लाभांश भन्दा धेरै बढी हुन्छ, तब कता लगानी गर्ने, त्यो सन्तुलन मिलाउनु पर्यो नि। सिद्धान्त उही रहन्छ, तर प्रयोग गर्ने तरिका फरक हुन सक्छ। तपाईले सुरुमा लगानीकर्ताको मानसिकता, अनुशासनको कुरा गर्नुभयो। सायद यही आधारमा होला उहाँले लगानीकर्तालाई 2 किसिममा बाँड्नु भएको, रक्षात्मक र उद्यमी। हो, डिफेन्सिभ र एन्टरप्राइजिङ। के फरक छ त यी दुईमा? रक्षात्मक लगानीकर्ताको मुख्य उद्देश्य हुन्छ ठूलो गल्ती नगरौं, प्रक्रिया सजिलो होस्,
उनीहरू कम जोखिम लिन खोज्छन्, धेरै समय दिन चाहँदैनन्। अनि उद्यमी लगानीकर्ता चाहिँ औसतभन्दा बढी नाफा कमाउनको लागि बढी अनुसन्धान गर्न, समय दिन, प्रयास गर्न तयार हुन्छन्। उनीहरू अलि बढी सक्रिय हुन्छन्। हो, उनीहरू बजारले राम्रोसँग मूल्य नबुझेका, कम मूल्यमा पाइएका अवसर खोज्छन्, तर यसमा बढी मेहनत र सिप चाहिन्छ। अनि ग्रोथ स्टकको बारेमा नि, तीव्र वृद्धि हुने आश गरिएका कम्पनीहरू, त्यसमा लगानी गर्ने बारे ग्राहम के भन्नुहुन्छ? उहाँले त्यो एयरलाइन्सको उदाहरण दिनुभएको छ। त्यो ग्रोथ स्टकको पछि लाग्ने कुरामा ग्राहम निकै सचेत गराउनुहुन्छ। एयरलाइन्स उद्योग त निकै छिटो बढ्यो नि, होइन? हो त। तर धेरैजसो एयरलाइन कम्पनीले लगानीकर्तालाई पैसा कमाउन दिएनन्, किनभने त्यहाँ एकदमै धेरै प्रतिस्पर्धा थियो, ऋण थियो, व्यवस्थापन राम्रो थिएन। यसबाट सिक्नुपर्ने पाठ के हो भने कम्पनी बढ्दैमा लगानीकर्ताको नाफा हुन्छ भन्ने ग्यारेन्टी छैन। भविष्यमा कुन कम्पनी सफल हुन्छ भनेर ठ्याक्कै भन्न विज्ञलाई पनि गाह्रो हुन्छ। भनेपछि सफल लगानीको लागि त्यो वित्तीय ज्ञान वा आइक्यू भन्दा पनि सही स्वभाव, त्यो भावनात्मक नियन्त्रण बढी महत्त्वपूर्ण रहेछ त। बिल्कुल, ग्राहमको भनाइ नै त्यही हो। लगानीमा सबभन्दा ठूलो शत्रु बाहिरको बजार होइन, लगानीकर्ता आफै हो। उसको आफ्नै भावनाहरू हो, डर, लोभ। बजार घट्दा आत्तिने, बढ्दा हौसिए र जे पायो त्यही किन्ने। यस्तो नगर्ने, शान्त, अनुशासित, धैर्यवान रहन सक्नु नै मुख्य कुरा हो। उहाँको त्यो भनाइ पनि छ नि, शेयरलाई किराना सामान किने जस्तो किन्नुहोस्, अत्तर किने जस्तो होइन। हो, कति राम्रो भनाइ। मतलब मूल्य र गुणस्तरमा ध्यान दिनुस्, बाहिरी चमकदमक वा हल्लामा होइन। र अब आउँछ उहाँको सबैभन्दा महत्त्वपूर्ण, सायद सबैभन्दा प्रसिद्ध सिद्धान्त, मार्जिन अफ सेफ्टी। मार्जिन अफ सेफ्टी। सरल भाषामा यो के हो त? मार्जिन अफ सेफ्टी भनेको चाहिँ कुनै पनि सम्पत्ति किन्दा त्यसको अनुमानित वास्तविक मूल्यभन्दा निकै कम मूल्यमा किन्नु हो। सस्तोमा किन्ने? सस्तोमा मात्रै होइन, तर मूल्यभन्दा निकै तल किन्ने। यो एक किसिमको सुरक्षा कवच जस्तो भयो। सुरक्षा कवच हो। मानिलिनुहोस् तपाईँले हिसाब गरेको मूल्यमा केही गडबड भएछ वा भविष्यमा सोचेको भन्दा नराम्रो भयो भने पनि तपाईँले निकै सस्तोमा किन्नु भएको छ भने ठूलो घाटा लाग्दैन। गल्ती भए पनि जोगिने ठाउँ भयो। ठ्याक्कै। त्यही भएर ग्राहमले विशेष गरी कम्पनीको त्यो भौतिक सम्पत्ति, ट्यान्जिबल एसेट्सको मूल्यको हाराहारीमा सेयर किन्न सुझाव दिनुभएको थियो। त्यो बेला त्यो अलि सजिलो पनि थियो। यो त लगभग बजारमा 1000 पर्ने सामान 800 मा पाउँदा ढुक्क भए जस्तै भयो नि। हो नि, त्यस्तै हो। त्यसो भए सारमा भन्दा ग्राहमको परिचयले लगानीमा लामो सोच राख्नु पर्यो, हल्लाको पछि लाग्नु भएन, मूल्य हेरेर किन्नु पर्यो, भावनामा नियन्त्रण राख्नु पर्यो, इतिहासबाट सिक्नु पर्यो, अनि सबैभन्दा महत्त्वपूर्ण मार्जिन अफ सेफ्टी राख्नु पर्यो। एकदम। यी सिद्धान्तहरू 50 वर्ष पहिले जति काम लाग्थे, आज पनि उत्तिकै, अझ भनौँ भने सायद अझ बढी काम लाग्छन्। ल त, यो गहिरो छलफललाई यहीँ रोकौं। तर जाँदा जाँदै एउटा प्रश्नमा सोच्न छोडेर जाउँ न है। हुन्छ। ग्राहमले आफ्नो समयमा त्यो ठोस भौतिक सम्पत्ति, ट्यान्जिबल एसेट्स र ऐतिहासिक वित्तीय तथ्याङ्कमा निकै जोड दिनुभयो। तर आजको बजार त कति फरक छ। प्रविधि, ब्रान्ड, नेटवर्क इफेक्ट जस्ता अभौतिक सम्पत्ति, इन्ट्यान्जिबल एसेट्सको महत्त्व कति बढेको छ। हो, त्यो त निकै ठूलो परिवर्तन हो। यस्तो अवस्थामा ग्राहमका यी सिद्धान्तहरू, जुन समयले पनि पुरानो बनाउन सकेको छैन भनिन्छ, ती कतिको सान्दर्भिक छन् होला वा तिनलाई आजको यो नयाँ वास्तविकतामा कसरी बुझ्ने, कसरी लागू गर्ने होला? यो निकै महत्त्वपूर्ण प्रश्न हो। यसैमा सोच्दै गर्नुहोला। आजलाई यति नै, फेरि भेटौँला। हुन्छ, नमस्कार।